गाइज वेलकम टु माई भ्लग। आज चाहिँ यहाँ भान्जासँग होइन अर्को एउटा भान्जा त कलङ्कीबाट हेरेर चाहिँ अनि त्यसपछि गएर उता कलङ्कीमा भेटेर चाहिँ चिडिया खान जाने प्लान छ। कृपया मेरो च्यानल जङ्गे राजा भ्लग अफिसियल युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। नयाँ हुनुहुन्छ नि कृपया सब्सक्राइब गरिदिनु होला। पुरानै हुनुहुन्छ नि कृपया कमेन्ट गरिदिनु होला। हामी त चिडिया खान जान्छौँ, यहाँबाट चाहिँ कलङ्की जान्छु, कलङ्कीबाट त एकान्तकुना हुँदै झौलाखेल जान्छु। त्यहाँ भान्जा चाहिँ उताबाट आउँदैछ कि त्यही भएर कस्तो गाइज है। हजुर फोन त गरेको थिएँ अघि नै, भाइ अघि नै कुर्दाएर भनेको थियो। म यहाँ कुरेर बसिरहेको छु, यहाँ तल कालिका पेट्रोल पम्पमा। भोक लाग्यो किन? त्यहाँ गाडी बल्ल गाडी आउँदैछ क्या, गणेश साय नमः लेखेको। ल धन्यवाद है, भाडा तिरे हो ल। के छ अलिकति है झोला गरम छ के लिएर आएर यस्तो बिदी? अनि मोबाइल किन यहाँ? मोबाइल रहेछ त अनि फोन गर्नु पर्दैन त? सिम हाल्नु पऱ्यो नि त, मोबाइल हातमा छ म त। ल भाइ बस अनि दाइ बस भयो। उयो टेक्यो यसमा, त्यो साइड पोल छ क्या, कहाँ तिमीले टेक्न पर्दैन। उसले त्यो मिली टेकै नि हुन्छ यस्तो गरेर। त्यहाँ हुँदैन क्या, त्यो साइड पोल छ त्यो जुत्ता। अरे आँट्छ कम्फर्टेबल बस है, खै अहिले त बस हाम पाल्ला नि फेरि। समाज है समाज। कति साह्रै चाक स्पिडमा लड्छ भन्छ होइन, जति भए नलाग्ने यार। यत्रो मान्छे अटाउँछ दुईवटा बाइक भयो त्यो बाइकमा। चुपो लाएर यसरी बस्ने हो क्या, अनि त हेर्न मन लाग्दैन। यस्तो गर्ने हो यस्तो गर्ने हो। यो ठाउँलाई के भन्छ थाहा थियो मलाई? बोर्ड हेरेर ल पत्ता लगायो त के ठाउँ हो? यताउतिको बोर्ड हेर, यताउतिको बोर्डमा के लेखेको छ ठाउँको नाम? हो बल्खु लेखेको छ। यो ठाउँमा बल्खु भन्छ। त्यो दक्षिण काली जाने बेला भान्जा त यो बाटो गएको त दक्षिण काली जाने बाटो यताबाट हो। यहाँबाट सिधै गयो भने हामी 7 बाटो पुग्छ, यताबाट भित्र गयो भने कुलेश्वर पुग्छ कालीमाटी।
अब यहाँबाट यता गयो भने भैँसेपाटी, यहाँबाट यता गयो भने चाउला खेल, सिधै गयो भने 7 बाटो। हामी अब चाउला खेल जान्छौँ यताबाट। मान्छे नहुँदो रहेछ त। छेउमा बस्छ है, त्यहीँ उभिरहेको छ। म्याडम यता आइदिनु न ल, म त्यहाँ बाइक राख्छु।